शिक्षक हुनुहुन्छ? के तपाईँ मोटिभेटर, प्रशिक्षक या कार्यक्रम संयोजक वा कुनै प्रोग्रामको प्रस्तोता हुनुहुन्छ? के तपाईँलाई कुनै पनि विषयवस्तु प्रस्तुत गर्नु अघि कहाँबाट सुरु गर्ने, कसरी सुरु गर्ने, के कस्ता शीर्षकहरू राख्ने, उपशीर्षकहरूलाई कसरी समायोजन गर्ने अथवा जटिल विषयवस्तुलाई विद्यार्थी वा श्रोता दर्शकहरूलाई कसरी बुझाउने भन्ने विषयमा समस्या परिरहेको छ? यदि त्यसो हो भने आजको भिडियो तपाईहरुका लागि अत्यन्तै उपयोगी हुनेवाला छ। कहीँ पनि नजानुहोला, आउनुस् यो भिडियो अन्तिमसम्म रहेर साथ दिनुहोला, किनकि आज म तपाईलाई गुगलको एउटा यस्तो शक्तिशाली एआई टुल नोटबुक ELM को बारेमा जानकारी दिन गइरहेको छु र यसकै एउटा फिचरमा आज म केन्द्रित हुनेछु। त्यसको फिचर मध्येको सबैभन्दा उपयोगी फिचर माइन्ड म्यापका बारेमा जानकारी दिँदैछु। यसले कुनै पनि विषयको संरचना केही सेकेन्डमै तयार गरेर दिन्छ। भनिन्छ नि, दिनभरिको काम छिनभरिमा हो। आज नमस्कार साथीहरू, म श्रीकृष्ण शर्मा, तपाईलाई मेरो यो फेसबुक पेजमा हार्दिक स्वागत छ। आजको भिडियोमा हामी नोटबुक ELM को माइन्ड म्याप के हो, यसले कसरी काम गर्छ, यसलाई कसरी प्रयोग गर्ने र शिक्षक, प्रशिक्षक, विद्यार्थी, शोधकर्ता तथा कार्यक्रम संयोजकहरूका लागि यो किन उपयोगी छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा गर्नेछौँ, छलफल गर्नेछौँ। त्यसैले भिडियो स्किप नगर्नुहोला। अब सुरु गरौँ। सबैभन्दा पहिले माइन्ड म्याप भनेको के हो? माइन्ड म्याप भनेको कुनै विषयका मुख्य अवधारणा, शीर्षक र उपशीर्षकहरूलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्ने एउटा प्रभावकारी विधि हो। यसले कुनै पनि विषयको सम्पूर्ण संरचना एकै नजरमा भनौं या एकै हेराइमा बुझ्न मद्दत गर्छ। सामान्यतया हामी आफैले माइन्ड म्याप बनाउन धेरै समय खर्चिनुपर्छ, तर नोटबुक ELM ले AI को सहायताले हामीलाई अपलोड गरेको सामग्रीको अध्ययन गरेर अथवा आफै सामग्री स्रोत जुटाएर पनि केही सेकेन्डमै माइन्ड म्याप तयार गरेर प्रस्तुत गरिदिन्छ। अब नोटबुक ELM मा माइन्ड म्याप कसरी प्रयोग गर्ने भन्ने कुरामा जाउँ। सबैभन्दा पहिला नोटबुक ELM मा प्रवेश गरौँ। जानको लागि हामी गुगलको सर्च बारमा गएर सर्च गर्न पनि सक्छौं नोटबुक ELM भनेर, वा यो गुगलको यो 9 डट्समा हामी क्लिक गरेर अलिकति स्क्रोल डाउन गर्न सक्छौं। यु क्यान फाइन्ड इट हियर, हैन? यहाँनेरि हामी नोटबुक ELM भेट्न सक्छौं र यसलाई क्लिक गर्न सक्छौं। यो नोटबुक ELM खोलिसकेपछि यहाँ नोटबुक ELM खोलिसकेको छ। यहाँनेरि क्रिएट न्यू भन्ने देख्नु भएको छ। यहाँनेरि हामीले क्लिक गर्न सक्छौं। क्रिएटिङ योर नोटबुक भनिरहेको छ। यहाँनेरि हामीले चाहिँ फाइल अपलोड गर्न सक्छौं। गर्नुभन्दा पहिला एउटा कुरा के चाहिँ भन्न मन लाग्यो भने, यदि हजुरहरूले ल्याङ्ग्वेज सेटिङ गर्नु भएको छैन भने नेपालीको फाइल हाले पनि यसले इङ्ग्लिशमा दिनेछ। मैले चाहिँ आज नेपालीको फाइल अपलोड गर्दैछु, त्यही भएर पहिला आउटपुट ल्याङ्ग्वेज सेटिङ गर्छु, किनभने डिफल्ट ल्याङ्ग्वेज राखेपछि कम्प्युटरको डिफल्ट भनेको इङ्ग्लिश छ। सो नेपाली ल्याङ्ग्वेज चेन्ज गर्नुपर्छ, नत्र आन्सर चाहिँ नेपाली पाठ पढाउने आन्सर चाहिँ इङ्ग्लिशमा आउला र नेपाली टिचरले पनि इङ्ग्लिशमा पढाउनु पर्ने समस्या हुन सक्छ। अब भने हामी चाहिँ यहाँ चाहिँ एड सोर्स गरेर हामी चाहिँ के गर्न सक्छौं त भन्दा फाइल अपलोड गर्न सक्छौं। हेर्नु है, मैले चाहिँ यहाँ विभिन्न कुराहरू छ, वेब सर्चको कुराहरू छ। हामीसँग फाइल छैन भने पनि यसले वेब सर्च गरेर कुन प्रोग्राम, कुन कार्यक्रम अथवा कुन टपिक हो त्यो टपिकको बारेमा आफै यसले सोर्स खोजिदिन्छ। ड्राइभमा छ भने ड्राइभबाट हाल्न सक्छौं, वेब सर्च गर्न सक्छौं। र हामीलाई चाहिँ यसको चाहिँ रिसर्च कस्तो चाहिएको, एकदमै तुरुन्तै आन्सर चाहियो या चाहिँ डिप रिसर्च चाहियो, अलिकति गहन विश्लेषण गरेर यसले चाहिँ सामग्री हालेपछि पस्किने होइन, यसले चाहिँ पहिला त्यसलाई तर्क गर्छ, व्याख्या गर्छ, विश्लेषण गर्छ। यता च्याटमा चाहिँ हामीलाई आन्सर पनि दिइरहेको हुन्छ के को बारेमा छ त्यो भनेर। त्यही भएर चाहिँ हामीले पहिला चाहिँ यी कुराहरू पनि अलिकति ख्याल गर्नुपर्छ, हैन? हेरौँ, मेरो फाइल चाहिँ यहाँनेरि छ होला, यो केही नै हेरौँ, यही फाइल होला। मैले चाहिँ कक्षा 10 को नेपाली किताबको लुमा एडुकेसनमा गएर चाहिँ पाठ 2 मात्रै कट अफ गरेको चाहिँ निकालेको छु, घर झगडा पाठ मात्रै, हैन? एउटा पाठको चाहिँ गर्दैछु, ओभरअल बुक हाल्ने चाहिँ होइन, पाठ हाल्यो भने सजिलो होला।
यसले चाहिँ यहाँ यो स्रोत एड गर्दैछ। स्रोत एड गरिसकेपछि हामी चाहिँ यहाँनेरि यहाँ देख्न सक्छौँ। यता क्लिक गरेर यो के भन्छ अरे भने माइन्ड म्यापलाई हामी इन्स्ट्रक्सन पनि दिन सक्छौँ। कस्तो कस्तो खालको समेट कसरी बना भनेर हामीले चाहिँ यसलाई गाइडलाइन्स दियौँ भने, प्रम्प्ट दियौँ भने, इन्स्ट्रक्सन दियौँ भने चाहिँ त्यही खालको रिजल्ट निकाल्छ। अदरवाइज डिफल्टमा तैँले जसरी निकाले पनि मलाई ठिक छ भन्नुहुन्छ भने इट्स ओके, हैन। लेट इट डु। अब हामी यहाँ माइन्ड मेकअपमा क्लिक भइसकेको छ मेरो, र यहाँ चाहिँ बन्दैछ, देख्नु भएको छ जेनेरेटिङ माइन्ड म्याप भनेको छ। 12:07 मा सुरु भएको हो। हेरौँ कति मिनटमा बनाउँछ है त। यहाँ तल डेस्कटपमा टाइम त देखिएको छैन होला। निकै टाइम लगाउँदैन यसले, थोरै समयमा। तपाईले चाहिँ मैले यसलाई स्केप गरेको छैन, एडिट गरेको छैन। टाइम आफै पनि हेर्न सक्नुहुन्छ। अलरेडी बनिसकेको छ, 1 मिनट एगो बनिसकेको छ। 1 मिनट पनि जाँदैन, 10-20 सेकेन्डमा बनाइदिइसकेको हुन्छ। हेरौँ माइन्ड म्याप कसरी तयार। हेर्नुहोस् मेरो माइन्ड म्याप तयार भएर आइसकेको छ। घर झगडा पाठ म कक्षा 10 मा कसरी प्रस्तुत हुने त। आहा कति मजा होइन। फोकस अन वेयर, कहाँ फोकस हुने त। यसरी माइन्ड म्याप आएको छ। हेर्नुहोस् यसलाई डाउनलोड गरेर प्रयोग गर्न मिल्छ अफलाइनमा। अहिले चाहिँ म यतिकै देखाउँदैछु। पाठ घर झगडा। यसरी घर झगडा टपिकमा चाहिँ मैले क्लिक गरेँ। हेर्नुहोस् है, घर झगडा। यसको चाहिँ पहिला हामी चाहिँ कथा र पात्रको बारेमा चाहिँ चर्चा गर्नेछौँ। त्यसपछि शब्द भण्डारको बारेमा यसले आफै दिएको, हामीलाई कसरी चाहिन्छ रोल मोडल, हैन, कुन फ्रेमवर्कमा चाहिन्छ भन्ने कुरा चाहिँ आफूले दिने हो, हैन। हामीलाई चाहिँ कसरी चाहिन्छ भन्ने कुरा, नत्र भने यसले चाहिँ आफै बाइ डिफल्ट यसरी दिएको छ। भाषिक संरचना र व्याकरणका कुराहरू छन्। सुनाई र बोलाइ अभ्यासका कुराहरू छन्। माइन्ड मेकअप 4 वटा पोइन्ट्समा यो शीर्षक छ, उपशीर्षक छन्। अब यहाँनेरि मैले चाहिँ पहिलो चाहिँ कथा र पात्रहरू भन्ने जुन उपशीर्षक छ त्यसमा चाहिँ हिट इन्टर है। के छ हेर्नुहोस् है त। यहाँ चाहिँ कथा र पात्रहरू भनेको राजेन्द्र लक्ष्मीको कथन छ। बहादुर शाहसँगको द्वन्द्वको कुराहरू छन्। रणबहादुर शाहको सुरक्षाको कुराहरू छ। षड्यन्त्र र कैदबाट मुक्तिका कुराहरू छन्। अब यसलाई हामी चाहिँ 1 बाइ 1 क्लिक गर्छौँ। राजेन्द्र लक्ष्मीको कथनमा क्लिक गरौँ। हेर्नुहोस् यहाँ चाहिँ च्याट बक्समा अब दिन्छ यिनको कुरा के हो भनेर। पाठलाई चाहिँ यसले एउटा कुरा नि गजब के छ भने नि, यसले चाहिँ आफूले पाएको रिसोर्स भन्दा बाहिर गएर एनालाइसिस गर्दैन। बाहिरका भ्रमित कुराहरू, काल्पनिक कुराहरू राख्दैन। अथेन्टिक रिसोर्सलाई अथेन्टिक मानेर यसले चाहिँ काम गरिरहेको हुन्छ। त्यही भएर बिढुक्क भन्छ नि, हैन। सो हामी ढुक्क हुन सक्छौँ यसले फेक कुराहरू दिएको हुँदैन भनेर। हेर्नुहोस् यहाँनिर दिएको छ, बद्रीनाथ भट्टराईद्वारा लिखित घर झगडा कथामा राजेन्द्र लक्ष्मीको कथनले कथाको मुख्य द्वन्द्व, पात्रहरूको चारित्रिक विशेषता र तत्कालीन राजनीतिक परिवेशलाई प्रश्न पार्छ। स्रोतका अनुसार राजेन्द्र लक्ष्मीका कथनहरूलाई निम्न सन्दर्भमा विश्लेषण गर्न सकिन्छ। बहादुर शाह प्रतिको दृष्टिकोण र विश्वासघातको बोध, हैन। यहाँनिर ब्ला 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 यस्तो दिइरहेको छ। कुपात्रमा परेको अमृत पनि विष बन्द रहेछ। फोकस के पोइन्ट्सहरूलाई पनि यसले चाहिँ कथनको कुरा गर्यौं, बहादुर शाहसँगको द्वन्द्वको कुरा गर्यौं, रणबहादुर शाहको सुरक्षाको कुरा गर्यौं, कैद र षड्यन्त्र र कैदबाट मुक्तिको कुराहरू छ। यो चाहिँ मैले डाउनलोड गरेको थिएँ। यसलाई चाहिँ हामी यहाँनेरिबाट हेरौँ, किनभने अनलाइन हेरिएन भने, डाउनलोड गरियो भने बाहिरको यो टपिक र सब टपिक मात्रै आउँछ डाउनलोडमा है। अब अनलाइनमा हामी चलाइरहेछौँ भने यसरी चाहिँ यसले चाहिँ च्याट बक्समा चाहिँ यो दिइरहेको हुन्छ। अगाडि माथि पनि दियो र फेरि अहिले पनि रिट्राइङ, हैन, गरिरहेछ। एनालाइजिङ राजेन्द्र लक्ष्मीज समथिङ, फेरि पनि आइसकेको छ। यसरी दिन्छ, हैन। यो चाहिँ अगाडिको चाहिँ राजेन्द्र लक्ष्मीको कथन यसरी आयो। अब चाहिँ बहादुर शाहको द्वन्द्वको कुराहरू गरौँ। बहादुर शाहको द्वन्द्वलाई चाहिँ यसले कसरी देखाउँछ त। एक्सप्लोरिङ भन्दैछ, खोज्दैछ, टाइम लाग्दैन, यसले चाहिँ सेकेन्डमै दिने हो। हेर्नुहोस्, बहादुर शाहसँगको द्वन्द्व नै कथाको मुख्य मेरुदण्ड हो भनेर प्रस्तुत गरेको छ। यो द्वन्द्व केवल दुई व्यक्ति बीचको मनमुटाव नभई सत्ता, शक्ति, सामर्थ्य, अविश्वास, सन्तान, भविष्य, सारा कुराहरू यावत हामी जोड्न सक्छौं पठन पाठनको क्रममा। विश्वास र विश्वासघातको खाडलका कुराहरू छन्। कुपात्रमा परेको अमृत विष भन्ने कुरा छन्। मातृत्व र सुरक्षाको लडाईँको कुराहरू छ। राजनैतिक र नैतिक पक्षका कुराहरू छन्। यस्तै यस्तै नजरबन्द र मुक्तिको सन्दर्भलाई समेत यहाँ जोडिएको छ।
बहादुर शाह एक महत्वाकांक्षी र प्रतिपक्षी पात्रका रूपमा देखाएका छन् हैन। प्रोटागोनिस्ट र एन्टागोनिस्टको कुराहरू छ, नायक र खलनायकको कुरा छ। यहाँ चाहिँ नायिका भइन् राजेन्द्र लक्ष्मी र खलनायकको रूपमा अथवा प्रतिपक्षको रूपमा चाहिँ उनलाई देखाइएको छ भन्ने कुराहरू चाहिँ छ। अब तपाईलाई चाहिँ यहाँ क्वेसन पनि दिएको छ, हामीले बहुत प्रश्नहरू राखेर पनि अरू आफूले मन लागेको पनि यहाँ च्याट गर्न सक्छौँ। राजेन्द्र लक्ष्मीले आफूलाई किन सिंहनीसँग तुलना गरेकी हुन्? बहादुर शाहलाई घरको बाघ भन्नुको अर्थ के हो? एसीमा आउने जुन फोकस क्वेसन्सहरू छन्, रिड द प्यासेज हैन, प्यासेज पढेर बहुत प्रश्नोत्तर हामी चाहिँ जुन गर्छौँ प्लस त्यो चाहिँ एसीमा आउने सर्ट क्वेसन संक्षिप्त उत्तरको लागि पनि यसले काम गर्छ। हेरौँ, हिट अन द क्वेसन्स हैन, क्वेसनमा हिट गरौँ के दिन्छ त आन्सर। राजेन्द्र लक्ष्मीले किन तुलना गरेकी रहेछन् त आफूलाई सिंहनीसँग? हेर्नुहोस् त आन्सर। ओहो, सुरक्षाको भावना छ, सन्तानको सुरक्षाका लागि तत्परता। वास्तवमा कति मजाले बुझाउन सकियो कि त्यो पाठ त एउटा हुन्छ नि, त्यो पानी परेपछिको आकाश खुले चाहिँ भने चाहिँ यसरी बुझाउने हो भने, यसरी इन्टरेक्टिभ क्लास बनाउने हो भने यसका लागि चाहिँ व्यवस्थापन पक्ष हैन, विद्यालय प्रशासन र शिक्षकको त्रिआयामिक सम्बन्ध हुने हो भने बल्ल स्कुल जस्तो हुन्छ, विद्यार्थीहरू स्कुल आउन बल्ल लालायित हुन्छन् हैन। यो कुराहरू छ, हेर्नुहोस् त कति मजाले प्रस्तुत गरेको छ। अब हामी चाहिँ अर्को सब टपिकतिर जाउँ है त। एमा भन्दा रणबहादुर शाहको सुरक्षाको कुराहरू छ, के रहेछ त? अब आन्सर चाहिँ दिइहाल्छ फेरि यसले हेर्नु है। मैले भनिरहेको छु, यसलाई डाउनलोड गर्नु भयो भने यतापट्टिको त्यो माइन्ड म्याप मात्रै आउँछ भने अनलाइनमा प्रेजेन्टिङ गरिरहनु भएको छ भने यसरी च्याट गर्न सकिन्छ र यो च्याट गरेको कुरालाई पनि समेट भनेर यसलाई चाहिँ समेटाउन सकिन्छ। यति अपडेटेड हुँदैछ नि यो च्याट बट, यो फिचरले चाहिँ आफैलाई पनि अपडेटेड गरिरहेको हुन्छ। आजभोलिको जमानामा मेसिनले त सिक्न थालिसक्यो भनेपछि हामी चाहिँ त पछाडि पर्नु हुँदैन हो। हामी तलमाथि हुन सक्छौँ, बट जहाँ इच्छा शक्ति छैन नि त्यहाँ केही पनि हुन सक्दैन। म सिक्छु भन्ने भावना, किनभने मान्छेले गल्ती होलान्, गल्तीसँग डराउने होइन, गल्ती गरिन्छ र त सच्याउने मौका पाइन्छ नि त हैन। ल हेर्नुहोस् त यहाँनेरि चाहिँ यसरी दिएको छ। अब अर्को चाहिँ हामी यो चाहिँ त कथा र पात्रहरूको बारेमा एउटा सब टपिकको बारेमा दिएका कुराहरू थिए है। फेरि षड्यन्त्र र कैदबाट मुक्ति एउटा यो हामी टपिकको कुरा गर्यौं। अब हामी चाहिँ त यो मुख्य शीर्षक हो, यहाँ दिएका विषयवस्तु, छलफलका विषयवस्तु त यिनीहरू हुन्। यसको चाहिँ सब टपिक यता दिएको थियो। अब हामी चाहिँ दोस्रोमा शब्द भण्डारमा क्लिक गरौँ। शब्द भण्डारमा के आउँछ त हेर्नुहोस्, घर झगडा पाठ 2 दोस्रो पाठ हो नेपालीको भनेर यहाँ पाठ 2 दिइरहेको छ हैन, स्रोत 2 भनेर दिइरहेको छ। ल हेर्नुहोस्, कठिन शब्द र अर्थ, आहाहा, असमान शब्द अर्थ वाक्यमा प्रयोग। अब डिक्सनरी खोज्ने, मोबाइलमा हिट गर्ने, हेर्नुहोस् त, समन, नादानी, टीका, अतीत, हेर्नुहोस् है। यस बाहेक शब्दकोश प्रयोग गरी अर्थ खोज्नका लागि ह्युरिस्टिक मेथडबाट, रिसर्च मेथडबाट, खोज विधिबाट हामी चाहिँ टिचिङ गरिरहेछौँ। वास्तवमा ह्युरिस्टिक खोज विधिबाट हामी पठन पाठन गरिरहेछौँ भने पनि यो चाहिँ शब्दहरू बाबु नानीहरूलाई शब्दकोश दिएर खोज्न लगाउन सक्छौँ हैन त। अब यहाँ चाहिँ खोज्नै पर्यो भने यसको मान्नुहोस् उदाहरणको लागि खोज्न शब्दकोश जान गाह्रो भयो भन्ने लाग्छ भने यसरी कपी गर्ने, मान्नुहोस् यसले आन्सर दिएको छैन भने पनि तल चाहिँ सर्च गर्न सक्नुहुन्छ। उखान टुक्काको वाक्यमा प्रयोग छ, हेर्नुहोस् त। कानमा तेल हाल्नु, आँखा बिछाउनु, आँखामा बिछाउनु, कम्मर कस्नु, आगो खेलाउनु, वाल्ल पर्नु, तेल घस्नु, भाषमा फस्नु र चोचो मेचो मिलाउनु जस्ता टुक्काहरूले दरबारिया दाउपेच र षड्यन्त्रलाई संकेत गर्छन् भन्ने कुरा छ है। ल यहाँ हेर्नुहोस्, शब्दका अर्थ छन्, उखानका अर्थ छन् हैन, टुक्काका अर्थ छन्, शब्द भण्डारको महत्त्व छ। अब मैले भने टुक्का र उखानले कथालाई कसरी रोचक बनाउँछन्, यो चाहिँ छ हैन। यसको चाहिँ हेरौँ है त। यसको चाहिँ अर्थ भनौँ न है। ल अब यहाँनेरि मैले चाहिँ अब चाहिँ केही शब्द दियो मान्नुहोस्, त्यो शब्दको अर्थ दिएन।
मैले चाहिँ के गरेँ भने तिनै शब्दलाई कपी पेस्ट गरेर यसको अर्थ भनेर चाहिँ राखिदिएको छु। ल हेर्नुहोस् है, अर्थ राखिदिएको छु, अर्थ उसैले आफै दिएको छ। टीका टिप्पणी वा निधारमा लगाइने यी अनेकार्थक शब्द भयो भनेर दुईटा अर्थ त कम्तीमा दिएको छ। अब अनेकार्थक शब्दका अरू अर्थ पनि केलाउ भने सकेसम्म खोज्ला हैन। अतीतको दिएको छ ल है, यसरी दिएको छ। हामी चाहिँ माइन्ड म्यापमा छौँ, यति बेला नोटबुक एलएम को चर्चा गरिरहेका छौँ र हामी चाहिँ भाषिक, यहाँनेरि अर्को टपिक छ हेर्नुहोस् त, भाषिक संरचना र व्याकरण भन्ने छ। यसमा हामी हिट गर्यौं। राजेन्द्र लक्ष्मीले आफ्नो छोरा, हेर्नुहोस् है, अलिकति सानो गरिदिउँ। यो जुम इन र जुम आउटले गर्दाखेरि अलिकति समस्या बनाउन सक्छ, त्यही भएर म जुम इन र जुम आउट गरिन है त। थोरै समस्या बनायो, प्रब्लम दियो। सो आई मस्ट बी केयरफुल हैन, म चाहिँ केयरफुल हुनुपर्छ। हेर्नुहोस् है, धातु पहिचान भव रुटको कुराहरू छ। यो चाहिँ किने क्रियापदको धातु किन हो, निस्के क्रियापदको धातु निस्क हो, गए क्रियापदको धातु जा वा ग हो। अब ए आई त हो नि हैन, ग पनि राख्छ अलिकति। त्यही भएर त ए आई जतिसुकै आए पनि टिचरलाई विस्थापन गर्न चाहिँ गाह्रै पर्छ, किनभने अब यहाँ चाहिँ अलिकति मिस्टेकहरू पनि दिन सक्छ। त्यही भएर है कृदन्त शब्दको निर्माण पनि यहाँ दिएको छ। धातुबाट बन्ने जुन शब्दहरू छन् यहाँ चाहिँ सब धातुमा प्रत्यय लगाएर बनाएको छ कृदन्त। सकर्मक र अकर्मकको कुराहरू छ है। यहाँ आन्सर पनि दिएको छ, कर्म नलिने क्रियापदहरू भनेर चाहिँ दिएको छ। कथाको सन्दर्भ र भाषिक खोज पनि दिएको छ। अब हामी चाहिँ सुनाएर बोलाइतिर सर हेरौँ है के रहेछ भनेर। सुनाइ बोलाइ अभ्यास। अब आजभोलि त 4 स्किल्स अफ ल्याङ्ग्वेज भन्ने गरिन्छ। सुनाइ बोलाइ पढाइका कुराहरू छन्, लेखाइका कुराहरू छन्। यो चारै स्किललाई चाहिँ हरेक पाठमा चाहिँ जोडेको हुनुपर्छ। यु मस्ट एड 4 स्किल्स इन एभ्री टपिक्स हैन, हरेक टपिकमा चाहिँ जोड्नै पर्छ। अब यहाँनिर सुनाइ पाठ 2 मा आधारित अभ्यास छ। ठिक बेठिक छुट्याउने अब जस्तो अभ्यास दिएको छ हैन। सुनको चरो, हत्केला र औंलाहरूबीच संवाद जुन घटनाको विषयवस्तु छ त्यो अनुसारको चाहिँ यहाँ चाहिँ प्रश्न उत्तर दिएको छ। ठिक बेठिक दिएको छ, प्रश्न उत्तर दिएको छ, बृहत सन्दर्भमा यसको महत्त्व दिएको छ। लाइकवाइज यसरी दिएको छ। सो आजको भिडियोमा म यहाँहरूलाई यति नै पस्कन चाहन्छु। नोटबुक एलएमबाट चाहिँ हामीले कसरी माइन्ड म्याप बनाउने भन्ने कुराको एउटा यो सानो जानकारी हो। यहाँहरूलाई कस्तो लाग्छ यो भिडियो? यदि राम्रो लाग्छ भने लाइक, कमेन्ट, फलो, शेयर गर्न नबिर्सिनु होला र सकारात्मक सल्लाह सुझाव र प्रतिक्रियाको सधैँ आभारी रहनेछु। हस्, धन्यवाद, नमस्कार, शुभ दिन।